नमस्ते, म फिजियोथेरापिस्ट अञ्जली चौधरी। रोटेटर कफ टियर अथवा सुप्रास्पाइनटस टियर टेन्डिनाइटिस यस्तो केसमा चाहिँ धेरै जस्तो बिरामीहरूले फिजियोथेरापी सेन्टरमा गएर चाहिँ यसरी सोल्डर बेल्ट जुन चाहिँ चक्का जस्तो हुन्छ त्यसलाई घुमाउने अथवा यो ओभरहेड पुली यसरी तान्ने एक्सर्साइजहरू गर्नुहुन्छ जसले चाहिँ दुखाइ बढाउँछ। किन भन्दा यो एक्सर्साइजहरू भनेको चाहिँ तपाईँको चोट पुरै कम भइसकेपछि बलियो बनाउनको लागि गर्ने एक्सर्साइजहरू हो। त्यसैले पहिला सुरु एक्सर्साइज गर्दाखेरि एकदमै कम भन्दा कम एक्सर्साइज जसले चाहिँ तपाईको यो मासुलाई घरिघरि खिइन दिँदैन त्यस्तो एक्सर्साइज गर्नुपर्ने हुन्छ। सुरुमा यसरी हात टाउको भन्दा पछाडि राखेर मजाले तपाईको काँधलाई यसरी तन्काउने, यो नदोहोऱ्याउने, जस यसरी तन्काइराख्ने र 20 सेकेन्डसम्म होल्ड गर्ने। त्यसपछि यसरी सिधै तल माथि गर्ने हैन, हरेक लेभलमा 10-10 सेकेन्ड रोक्ने, यतापट्टि लाने 10 सेकेन्ड रोक्ने, माथि लाने 10 सेकेन्ड रोक्ने, तल लाने 10 सेकेन्ड रोक्ने, यसरी माथि तल गर्दै 10-10 सेकेन्ड रोक्दै गर्नु पर्यो। र त्यसरी नै साइडबाट पनि हरेक लेभलमा लगेर 10-10 सेकेन्ड रोक्ने। जसरी यसरी माथि लानुभयो 1 2 3 4 5 6 7 8 9 10, यसरी नै हरेक लेभलमा आफ्नो हातलाई 10-10 सेकेन्ड रोक्ने र जम्मा 5 चोटि मात्र दोहोऱ्याउने। त्यसपछि हात यसरी सिधा राखेर कुइनोलाई ज्यानमा टसाउने र मजाले एउटा रबरलाई तानेर साइडमा अड्काइराख्ने र हातलाई 10 देखि 15 सेकेन्डसम्म रोक्ने अनि छोड्दिने। फेरि यसरी 10 देखि 15 सेकेन्डसम्म रोक्ने अनि छोड्दिने। तर यो सबै एक्सर्साइजहरूले मात्रै रोटेटर कफ टेन्डिनाइटिस अथवा सुप्रास्पाइनटस टियरको चाहिँ पुरै रिहेबिलिटेसन हुँदैन र तपाईँको हात बलियो हुँदैन। यिनीहरू भनेको सुरुमा गर्न सकिने, घरमै बसेर गर्न सकिने एक्सर्साइजहरू हो। तपाईँलाई आफ्नो हात पुरै बलियो बनाउनु छ भने चाहिँ हजुर फिजियोथेरापी सेन्टरमा गएर फिजियोथेरापिस्टहरूकै निगरानीमा बसेर मात्रै यो एक्सर्साइजहरू गर्नुपर्ने हुन्छ।